हुन्छ सबैजनालाई येशूको नाममा जय मसीह। फेरि पनि परमेश्वरलाई महिमा र धन्यवाद भएको होस्। यो एक हप्तापछि फेरि पनि परमेश्वरको वचन सुन्ने र परमेश्वरको वचनलाई मनन गर्ने मौका परमेश्वरले हामीलाई फेरि पनि दिनुभएको छ। यो परमेश्वरको अनुग्रह हो र परमेश्वरको प्रेम हो है। परमेश्वरको वचनबाट सुन्नु सिक्नु सायद हामी धेरै पहिलादेखि हैन धेरै परमेश्वरको वचन सिक्दै आएको भए आज हामी कति एउटा अझै हामी असल छौँ, अझै कति असल हुन्थ्यौँ होला। हामी बुद्धिमानी छौँ, अझै हामी कति बुद्धिमानी हुन्थ्यौँ होला हैन। म जहिले पनि भन्ने गर्छु, सायद तपाईलाई याद छ कि छैन, इभन अरूतिर पनि म भन्ने गर्छु, जसले परमेश्वरको वचन राम्ररी पढ्छ, बुझ्छ र त्यो अनुसार जिउँछ त्यसले उत्तम जीवन जिउँछ, त्यो सफल हुन्छ है। परमेश्वरको वचन धर्मशास्त्र बाइबल सामान्य अरू धर्मग्रन्थ जस्तो हामी ठान्नु हुँदैन। संसारमा भएका धर्मग्रन्थहरू भन्दा धेरै माथि छ। कुनै पनि धर्मग्रन्थले यो सारा संसार ब्रह्माण्डलाई सृष्टि गर्ने परमेश्वरबाट आएको भनेर कसैले पनि भन्न सक्दैन, भनेको पनि छैन र त्यो होइन पनि। तर यो धर्मशास्त्र बाइबल हामीलाई बनाउनु नै, हाम्रो जीवनको सुरुवात गर्नु नै परमेश्वरबाट आएको हो। त्यो कारण यो एकदम असल छ। यो पढिरहने मानिस, यो सुनिरहने मानिस बुद्धिमानी हुन्छ। यसलाई बुझ्ने र त्यो वचन अनुसार जिउने मानिसले उत्तम जीवन जिउँछ, एउटा असल जीवन जिउँछ, एउटा सफल जीवन जिउँछ। आमेन। यस कारणले गर्दाखेरि अहिले फेरि हामी वचन सुन्ने समयमा हामी आएका छौँ। अब हामी वचनतर्फ हामी जानेछौँ। यहोशूको पुस्तक 7 अध्याय, एउटा आकानको पाप भन्ने एउटा घटना छ, त्यसलाई सरसर्ती हामी पढ्नेछौँ अनि यसलाई हामी अन्त गर्नेछौँ है। वचन हामी सुन्नेछौँ। मै पढ्छु, अलिकति सजिलो होला, अलिकति लामो खण्ड रोजेको कारणले गर्दाखेरि पुरा अध्याय तपाईँले हेर्नुहोस्। यहोशूको पुस्तक 7 अध्याय। तर नाशको निम्ति अर्पण गरिएका कुरामा इस्राएलीहरूले अपराध गरे, किनकि आकानले जो यहुदा कुलको जेरहको छोरा जब्दी, त्यसको छोरो कर्मीको छोरो थियो, नाशको निम्ति अर्पण गरिएका मालबाट केही कुरा लियो। त्यसकारण परमप्रभुको क्रोध इस्राएलीहरूमाथि दन्कियो। तब यहोशूले यरीहोबाट बेथेलको पूर्वपट्टि बेथ आवानको नजिक ऐ सहरमा मानिसहरूलाई यसो भनेर पठाए, तिमीहरू गएर त्यस देशको चेवा गर। ती मानिसहरू गएर ऐको भेट लिए अनि तिनीहरूले यहोशू कहाँ फर्केर आई भने सबैजना नगए पनि हुन्छ। करिब 2-3 हजार मानिसहरू गएर ऐलाई आक्रमण गरून्। सबैजनालाई त्यहाँ जाने दुःख नदिनुहोस्, किनकि त्यहाँकाहरू थोरै मात्र छन्। यसैले तिनीहरूमध्ये करिब 3000 मानिसहरू गए, तर तिनीहरूलाई ऐका मानिसहरूले परास्त गरे। करिब 36 जना जतिलाई ऐका मानिसहरूले मारे र उनीहरूले सहरको मूल ढोकादेखि सबारिमसम्म खेदेर ओह्रालोमा तिनीहरूलाई मारे। अनि इस्राएलीहरूको हृदय डरले पग्लेर पानी जस्तै भयो। तब यहोशू र इस्राएलका धर्मगुरुहरूले आफ्ना लुगा च्यातेर शिरमा धुलो हाली परमप्रभुका सन्दुकको अगाडि भुइँमा घोप्टो परेर साँझसम्म बसिरहे। अनि यहोशूले भने, हाया परमप्रभु परमेश्वर, तपाईले यस जातिलाई यर्दन तारेर एमोरीहरूका पन्जामा हाली हामीलाई नाश गर्न किन ल्याउनु भयो? बरु हामी सन्तोष गरेर यर्दन पारी नै रहने थियौँ। हे परमप्रभु, इस्राएलीहरूले आफ्ना शत्रुहरूको सामु पीठ फर्काएपछि अब के भन्नु? किनकि कनानीहरू र देशका सबै बासिन्दाहरूले यो सुनेर हामीलाई घेर्नेछन् र पृथ्वीबाट हाम्रो नाउँ मेटिनेछन्। त्यसपछि तपाईँको महान नाउँको खातिरमा तपाईँ के गर्नुहुन्छ? परमप्रभुले यहोशूलाई भन्नुभयो, उठ,
त किन यसरी घोप्टो पर्छस्? इजरायलले पाप गरेको छ, जुन करार मैले तिनीहरूसँग बाँधेको थिएँ सो तिनीहरूले भङ्ग गरेका छन्। नाशको निम्ति अर्पण गरिएका मालबाट तिनीहरूले लिएका छन्। तिनीहरूले चोरी गरेका छन् र झुटो काम गरेका छन्। तिनीहरूले तिनका आफ्नै मालमत्तासँग राखेका छन्। यसै कारण इजरायलीहरू आफ्ना शत्रुको सामु अब खडा हुन सक्दैनन्। तिनीहरू श्रापित भएका हुनाले तिनीहरूले आफ्ना शत्रुहरूका सामु पीठ फर्काउनेछन्। तिमीहरूले आफ्ना बीचबाट सो नाशको निम्ति अलग गरिएका मालहरूलाई नष्ट नपारुन्जेल म अब उपरान्त तिनीहरूसँग रहने छैन। उठ, मानिसहरूलाई शुद्ध पार र तिनीहरूले भोलिको निम्ति आफैले शुद्ध राख्नु भन, किनकि परमप्रभु इजरायलका परमेश्वर भन्नुहुन्छ, हे इजरायल, तिनीहरूका बीचमा कुनै अर्पित माल छ। तिमीहरूका बीचबाट तिमीहरूले यो अर्पित माल नफ्याकुन्जेल तिमीहरूका शत्रुहरूका सामु तिमीहरू खडा हुन सक्दैनौ। यसकारण बिहान तिमीहरू आफ्नो कुल अनुसार नजिकै आउनु र जुन कुललाई परमप्रभुले पक्रनुहुन्छ त्यो सन्तान गरी नजिक आओस् र जुन सन्तानलाई परमप्रभु पक्रनुहुन्छ सो परिवार गरी नजिक आओस् र जुन परिवारलाई परमप्रभुले पक्रनुहुन्छ त्यसबाट एक मानिस गरी नजिक आओस्। अनि जो मानिस अर्पित माल समेत पक्राउ पर्छ त्यो र त्यसको साथमा भएका जम्मै आगोमा जलाइनेछन्, किनभने त्यसले परमप्रभुको करार भङ्ग गरेको छ र त्यसले इजरायलमा घृणास्पद काम गरेको छ। यहोशूले बिहान सबेरै उठेर इजरायलीहरूलाई कुल गरेर नजिक ल्याए र यहुदाको कुल पक्राउ पर्यो। अनि तिनले यहुदाका सन्तान गरेर नजिक ल्याए र जेरहको सन्तानलाई तिनले पक्रे। अनि तिनले जेरहका सन्तानका परिवार गरी नजिक ल्याए र जब्दीको परिवार पक्राउ पर्यो। अनि तिनले त्यसको घरमा मानिस गरी नजिक ल्याए र आकान जो यहुदाका कुलका जेरहको छोरा जब्दी त्यसको छोरो कर्मीको छोरो थियो पक्राउ पर्यो। तब यहोशूले आकानलाई भने, हे मेरो छोरा, परमप्रभु इजरायलका परमेश्वरलाई नै महिमा दे र उहाँको सामु साबिती गरी तैँले के गरेको छस् सो मलाई भन्, मबाट त्यो कुरो नलुका। आकानले यहोशूलाई भन्यो, साँचो हो, मैले परमप्रभु इजरायलका परमेश्वरको विरुद्धमा पाप गरेको छु र मेरो अपराध यो हो, जब मैले लुटेको धनमा बेबिलोनिया देशको एक बढिया ओढ्ने 200 सेकेल ओजनको चाँदी र 50 सेकेल ओजनका सुनको एक डन्डा देखेँ, तब मलाई लोभ लाग्यो र ती लिएँ। ती मेरा पालको बीचमा जमिनभित्र गाडिएका छन् र सबैभन्दा मुनि चाँदी छ। तब यहोशूले दूतहरू पठाए र तिनीहरू दगुरेर त्यस पालमा गए र ती त्यसको पालमा गाडिराखेका रहेछन् र चाँदी चाहिँ सबैभन्दा मुनि रहेछ। अनि तिनीहरूले ती मालहरू पालको बीचबाट निकालेर यहोशू र सबै इजरायलीहरू ल्याए र परमप्रभुको सामु राखिदिए। तब सबै इजरायलीहरूको साथमा यहोशूले जेरह वंशी आकानलाई र सो चाँदी ओढ्ने र सुनको डन्डा अनि त्यसका छोराछोरीहरू र त्यसका गोरु गधाहरू र भेडाहरू र त्यसको पाल र त्यससँग जो जति थिए ती सबैलाई आकोरको बेसीमा लगे। यहोशूले भने, तैँले हामीमाथि किन यस्तो सङ्कट ल्याइस्? आज त माथि परमप्रभुले सङ्कट ल्याउनु हुनेछ। तब सारा इजरायलीहरूले त्यसलाई ढुङ्गाले हाने अनि बाँकीलाई ढुङ्गाले हानिसकेपछि जलाइदिए। तिनीहरूले आकानमाथि ढुङ्गाको ठुलो थुप्रो लगाए जो आजको दिनसम्म छँदैछ। तब परमप्रभु आफ्ना जल्दो क्रोधदेखि शान्त हुनुभयो, यसकारण त्यस ठाउँको नाउँ आजको दिनसम्म आकोरको बेसी भनिन्छ। आमेन। यो घटना सरस्वती मैले पढेँ, तपाईँले कति बुझि पनि सक्नुभयो होला, हैन? इजरायलीहरू चाहिँ मिस्र देशबाट निस्केर आए अनि निस्केर आएर यर्दन वारीपट्टि मोसाको मृत्यु भएपछि अब यहोशूले अगुवाई गरेर प्रतिज्ञाको देश इजरायलमा लगे। अनि लाँदाखेरि परमेश्वरको आज्ञा अनुसार सबैभन्दा पहिला यरियोको सहर, यता 6 अध्यायमा हेर्नु भने हैन, यरियो सहरलाई आक्रमण गरेर त्यहाँ कब्जा गरेको छन्। किनभने परमेश्वरले के भन्नुभयो भने, तिमीहरू जब त्यहाँ जान्छौ म तिमीहरूसँग तिमीहरूको पक्षबाट म लड्नेछु, त्यो प्रतिज्ञा गरेको देश सबै तिमीहरूको अधिकारमा दिनेछु भन्नुभएको थियो। किनभने उनीहरू मिस्र देशमा लगभग 430 वर्ष बसेका थिए। 430 वर्षपछि फर्केर आउँदाखेरि त्यहाँ 8वटा जातिहरूले त्यो प्रतिज्ञाको देश चाहिँ कब्जा गरिसकेका थिए, त्यहाँ उनीहरू बसोबास गरिसकेका थिए। अनि तलबाट 430 वर्ष फर्केपछि त्यो 8वटा जातिहरूलाई परास्त गर्नु पर्थ्यो, त्यसको लागि युद्ध लड्नु पर्थ्यो। अनि सबैभन्दा पहिला यरियो सहरलाई, अनि यो पनि एकदमै इन्ट्रेस्टिङ छ हैन यो घटना,
मैले यो दुईटा घटनामा कुन गरौँ जस्तो लागेको थियो हैन। अनि अन्तमा म यही नै प्रार्थना गरेँ र यता यरिहो सहरलाई कब्जा गरेको पनि कतिलाई थाहा छ। अचम्म तरिकाले यरिहो सहर जिते। अनि त्यसपछि फेरि त्यो यरिहो सहरपछि ऐ भन्ने सहरलाई आक्रमण गर्न गए। परमेश्वरले के भन्नुभएको थियो भने तिमीहरू आक्रमण गरेर जान्छौ, म तिमीहरूको पक्षमा लडेको भएको कारणले गर्दाखेरि तिमीहरू जित्दै जान्छौ। तर जति सहर जित्दै 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 जान्छौ त्यसभित्र भएका सबै चिजबिजहरू सबै थोकहरू चाहिँ आगोमा जलाइदिनु र नाश गर्नु, केही पनि कुरा नराख्नु, लुकाएर नराख्नु भनेर परमेश्वरले भन्नुभएको थियो। अनि उनीहरू युद्ध लड्दै गए। तर एकजना आकान भन्ने मानिसले के गरेछन्, एउटा घरमा के पाए भनेको छ यो 20:21 मा, जब मैले लुटेको धनमा बेबिलोनिया देशको एक बढिया ओड्ने हैन अनि 200 सेकेल ओजनको चाँदी र 50 सेकेल ओजनको सुनको एक डन्डा देखेँ, मलाई लोभ लाग्यो भनेर आकानले भने। लोभ लागेछ, त्यस कारणले गर्दाखेरि त्यो चाहिँ सुटुक्कै लुकाएर ल्याएर, अब त्यति बेला घर थिएन, घरमा बस्ने चलन थियो, उनीहरू यात्री त हो भर्खर आएको हैन, पाल टाँगेर बस्थे, छाउनी हालेर बस्थे, अनि आफ्नो पालभित्र रहेर खोसेर लुकाएको रहेछ। अनि फेरि युद्ध लड्न गएछ। अनि त्यो उनको अनाज्ञाकारिताको कारणले गर्दाखेरि त्यहाँ कतिजना भनिएको छ 5 मा 7 मा 36 जना इजरायली सेनाहरू भुत्तुभुत्तु मरे शत्रुहरूको आक्रमणबाट। उनीहरू जित्दै जानुपर्ने, उनीहरूलाई नाश गर्दै जानुपर्ने, अब शत्रु जित्न थाले त्यसको अर्थ। अनि सारा इजरायलीहरू चाहिँ ठुलो दुःखमा, ठुलो सङ्कष्टमा हैन। तल यहोशूले भनेका छन् हामीमाथि यस्तो सङ्कष्ट किन ल्याइस् भनेर यहोशूले भनेका छन् आकानलाई। उनीहरू हारे अथवा परास्त भए। अनि यहोशू त के गर्न थाले, परमेश्वरसँग गुनासो गरे, हाया भनेर भनेको छ हैन, हे परमेश्वर यहाँ 7 मा हामीले किन यहाँ ल्याउनु भयो, बरु हामी यर्दन पारी मोआबमा नै त्यो उजाड स्थानमा नै बरु बस्थ्यौँ नि, यहाँ आएर हार्नुभन्दा त हाम्रो बेइज्जत भयो, तपाईँको निन्दा भयो। मानिसहरूले भन्ने छन् खै उसको परमेश्वर उसको पक्षमा लडेको हार्यो, उसको परमेश्वर झुटो रहेछ भन्ने छन्, तपाईँको निन्दा हुनेछ। त्योभन्दा बरु पारीपट्टि नै हामी बसेको भए हुन्थ्यो। त्यहाँ पनि युद्ध गरेको छ नि, अम्मोनीहरू एमोरीहरू भन्ने जातिहरूसँग ठुलो युद्ध लडेको छन् हैन। अनि ती नै हो त्यहाँ के भन्छ बालले गरेको के अरे ईश्वर बाँडीहरू हैन। त्यहाँ गधा बोलेको कुराहरू घटनाहरू थुप्रो छ। अनि उनले के भने त्यतै बस्न पाएको भए बरु हुन्थ्यो, किन ल्याउनु भयो, हाया हाया भनेको चाहिँ दुःख व्यक्त गरेको, दिक्क निराश भयो। अनि यहोशूले भने किन ल्याउनु भयो, अनि परमेश्वरले भन्नुभयो मसँग गुनासो नगर, गएर तेरा मानिसलाई जाँच गर, तिनीहरूले मेरो विरुद्धमा पाप गरेका छन्, उनीहरू लोभी भएका छन्। जबसम्म त्यो सामान निकालेर फेरि चलाउँदैनौ तबसम्म म के गर्ने छुइनँ, तिमीहरू आफ्नो शत्रुको सामुन्ने उभिन पनि सक्ने छैनौ, खडा हुन सक्ने छैनौ भनेर त्यहाँ भनियो हैन। खडा हुनु भनेको चाहिँ जित्ने छैनौ भनेर भनेको। अनि त्यसपछि यहोशूले सबैलाई बोलाए, पहिला कुल गरेर छाने, त्यसपछि घरना, त्यसपछि परिवार, त्यसपछि व्यक्ति, अन्तिममा आकान फेला पर्यो। त्यस्तो ओड्ने सुन चाँदी सुनको डन्डा लुकाएर राखेको रहेछ, त्यो निकालियो, त्यसलाई जलाइयो। अनि उसँग भएका सबै कुरालाई पनि, उसलाई पनि ढुङ्गाले हानेर मारियो। अनि तपाईँले अगाडि पढ्दै जानुभयो भने 8 मा त्यसपछि बल्ल ऐ सहरलाई कब्जा गरेका छन्। अनि यहोशूले अर्को युद्धको रणनीति गरे, पहिला दक्षिणतिरको सहरहरूलाई जित्ने, त्यसपछि उत्तरतिरको सहरहरूलाई जित्ने भनेर रणनीति गरे। अन्तमा सारा देशलाई आफ्नो अधिकारमा लिएको घटना हामी पाउँछौँ। आमेन। आज मैले तपाईँको बीचमा यो वचनबाट ल्याएको सन्देश चाहिँ के हो त भन्दाखेरि यो आकानको एकजनाको पापले गर्दाखेरि सारा इजरायली सेनाहरूले दुःख भोग्नु पर्यो, ठुलो सङ्कष्ट उनीहरूले भोग्नु पर्यो। एकजना व्यक्तिको गल्तीको कारणले गर्दाखेरि, एकजना व्यक्तिको पापको कारणले गर्दाखेरि, एकजना व्यक्तिको अधर्मको कारणले गर्दाखेरि सारा इजरायलीहरू ठुलो सङ्कटमा पर्यो।
इभन उसको परिवारहरू पनि मर्नु पर्यो हैन। यतापट्टि के भनेको छ, उसँग भएका सबै चिजहरू, सबै जीवजन्तुहरू, इभन उसको परिवारका अरू सदस्यहरू पनि मर्नु पर्यो। कसको कारण? एकजना आकानको पापको कारणले गर्दाखेरि। त्यो उनको पाप चाहिँ खासमा के हो? यसलाई हामीले कसरी लिन सकिन्छ भने अनाज्ञाकारिता। सुन्नुभयो? आकानले अनाज्ञाकारी गरेर पाप गरे। त्यो अनाज्ञाकारिता चाहिँ के थियो? परमेश्वरले के भन्नुभएको थियो? जब तिमीहरू जित्दै जान्छौ सबै कुरा चाहिँ जलाएर नष्ट गर्नु, केही पनि नलिनु, केही पनि नराख्नु भनेर परमेश्वरले भन्नुभएको थियो। तर आकानले के गर्यो? अनाज्ञाकारी गरेर नाशको निम्ति राखिएको चिजहरू, थोकहरू चाहिँ उसले राख्यो। ऊ आफैले भन्यो हैन, मलाई लोभ लाग्यो भनेको छ, लोभी भयो। अनि थाहा छ परमेश्वरले किन सबै कुरा नाश गर्नु भन्नुभयो? यो नाश गर्नुको अर्थ चाहिँ के हो त भन्दाखेरि 5वटा बलिदानहरू छ नि बाइबलमा। यहुदीले जम्मा वर्षभरि 5वटा बलिदान दिनु पर्थ्यो। त्यो बलिदानहरू मध्ये पहिलो बलिदान चाहिँ होम बलि हो। परमेश्वरले त्यो सबै नाश गर्नु, जलाउनु भन्नुभएको चाहिँ वास्तवमा परमेश्वरले होम बलि दिनु भनेर परमेश्वरले भन्नुभएको थियो। तर आकानले होम बलि दिएन, दिन मानेन। परमप्रभु परमेश्वरले बलिदान दिने कुराको रुल्स, रेगुलेसनहरू, नियमहरू, विधि विधानहरू कति डिटेल छ लेवीको पुस्तकमा हामी पाउँछौँ। एउटा मात्रै तलमाथि भयो भने उनीहरूले ठुलो श्राप भोग्नु पर्थ्यो। एउटा मात्रै तलमाथि गल्ती भयो भने उनीहरूले ठुलो दण्ड भोग्नु पर्थ्यो बलिदान दिने कुरामा। अनि परमेश्वरले त्यो ऐ सहरलाई सम्पूर्ण रूपमा जलाउनु, नाश गर्नु भन्नुभएको चाहिँ होम बलि दिनु भनेको हो। तर आकानले होम बलि दिन मानेनन्, केही चिजहरू राखे। तपाईले लेवीको पुस्तक 1 मा हेर्नुहोस् त, होम बलि चाहिँ के थियो त भन्दाखेरि सम्पूर्ण रूपमा, मैले अस्ति पनि मैले भनेको हो, तपाईलाई याद छ कि छैन हैन? यो लेवीको पुस्तक 1 को 9 मा त्यसले त्यसका आन्द्रा भुँडी र खुट्टाहरू चाहिँ पानीले धोस् र ती जम्मैलाई पुजारीले वेदीमा जलाउन्। जम्मैलाई भनेको चाहिँ उसले जे बलिदान लिएको छ नि त्यो बलिदान सबै नै, टाउको, खुट्टा हैन, शिर, पुच्छर, आन्द्रा, भुँडी, बोसो, कलेजो सबै नै कम्प्लिटली जलाउनु पर्थ्यो। तपाईले यता अरू अरू हैन पाप बलि, अन्न बलि, मेल बलि भन्नेहरू हेर्नुभयो भने चाहिँ कोही कोही के छ, केही भाग चाहिँ पुजारीको हुन्थ्यो, केही भाग परमेश्वरलाई जलाएर चढाउनु पर्थ्यो, केही भाग चाहिँ त्यो बलिदान ल्याउने मानिसको निम्ति पनि हुन्थ्यो। तर एउटै मात्र यो बलिदान हो, होम बलि। त्यो चाहिँ सबै त्यो बलिको सबै थोकहरू चाहिँ जलाउनु पर्थ्यो। त्यो बलिदान ल्याउनेले पनि केही अंश पाउँदैन थियो, पुजारीले पनि केही अंश पाउँदैन थियो, सबै। त्यसैले अंग्रेजीमा चाहिँ यो होम बलिलाई होल बर्न अफरिङ भनेर भनिन्छ। होल बर्न अफरिङ, सम्पूर्ण रूपमा जलाएर दिने बलिदान अथवा बलि। त्यसकारणले गर्दाखेरि परमेश्वरले इजरायलीहरूलाई जब जब तिमीहरू जित्दै जान्छौ त्यहाँ पाएका सबै चिजबिजहरू, सबै थोकहरू पूर्ण रूपमा जलाउनु भन्नुभएको चाहिँ होम बलि दिनु भनेर परमेश्वरले भन्नुभएको। खुट्टा, आन्द्रा, भुँडी, कलेजो, टाउको, सिरी, खुरी हैन, कानकुर भन्छ नि अहिले हाम्रो भाषामा हैन, कानकुर सबै। कानकुर भनेर चाहिँ हाड छाला सबै कानकुर सबै आगोमा हालेर जलाउनु पर्थ्यो। तर आकानले सबै दिन मानेन। उसको भित्रेस चाहिँ निकालेर खान पायो हैन, भुटेर पर भुटेर हैन, त्यो प्रकारको उसको विचार। न त त्यहाँ सुन चाँदीको कुरा छ, यदि कुनै जनावर बलिदान हो भने उसले चाहिँ त्यो प्रकारको लोभ गर्थ्यो। खुट्टा चाहिँ सुप बनाएर खान पाए हैन, परमेश्वरले अरू चाहिँ दिउँ, खुट्टा चाहिँ नदिउँ नै। परमेश्वरले खुट्टा चाहिँ काटेर मजाले सुप बनाएर खानु पर्यो जाडोमा हैन निशा। त्यो प्रकारको हैन ले पूर्ण रूपमा बलिदान दिन मानेन। त्यो हो उनको अनाज्ञाकारिता भनेको चाहिँ।
एक प्रकारले भन्ने भने दिने कुराको अनाज्ञाकारिता। परमेश्वरले होम बलि दिनु भन्नुभएको, उनले दिन्न भनेको नि त्यो। म दिन्न प्रभु, के गर्नुहुन्छ? परमेश्वरसँग न्यु खोजेको जस्तो। उनले त्यहाँ शब्दमा लेखेको छैन, तर उनको कामले त्यो देखियो नि त, होइन? नि एकदमै के भएको हो? घमण्डी भएको। दिन्न प्रभु, के गर्नु? तैँले दिनुपर्छ, दिन्न। कतिचोटि हामी पनि परमेश्वरसँग त्यही नै भन्छौँ है, दिन्न प्रभु भन्छौँ। हामी मुखले भन्दैनौँ होला, कहिलेकाहीँ हाम्रो मनले पनि हृदयले पनि भन्दैन होला, तर हाम्रो कामले दिन्न प्रभु भनिराखेको हुन्छ। त्यसको परिणाम चाहिँ राम्रो छैन। परमप्रभु परमेश्वरलाई दिने कुरा हो। आकानले दिने कुरामा अनाज्ञाकारी गरे, अनाज्ञाकारी भए। त्यो अनाज्ञाकारिता उनको पाप ठहरियो। उनको एकजनाको पाप र एकजनाको अधर्मको कारणले गर्दाखेरि सारा इजरायलीहरू, उसँग भएका सबै थोकहरू, उसका परिवारहरू नाश हुनु पर्यो। नाच्ने किन? नाच्ने किन? परमेश्वरले अस्ति मैले भने होइन, प्रस्थानको पुस्तकमा हामी सबातको विषयमा हामी हेर्दाखेरि मैले भन्दै थिएँ, उनी लोभी भए। लोभी हुनु भनेको चाहिँ होइन, परमेश्वरलाई नदिनु, परमेश्वरको सबात नमान्नु हो। कसले सबात मान्दैन त भन्दाखेरि जो लोभी हुन्छ नि, त्यो लोभीले सबात मान्दैन है त। सबात नमान्नु भनेको चाहिँ लोभी हुनु हो। परमेश्वरले सबात मान्नुपर्छ भनेको चाहिँ लोभी नहुनु भनेको हो। अस्ति नै मैले भने, हामी 7 दिनमा 6 दिन मजाले काम गर्ने हो, 1 दिन परमेश्वरलाई दिने हो। 1 दिन पनि काम गर्छु, 1 दिन पनि कमाउँछु, 2 पैसा भए पनि कमाउँछु भने चाहिँ त्यसो लोभ गर्नु हो। अस्ति मैले माथि गाउँमा कुरा गर्दै थिएँ, तपाईले नि यो त परमेश्वरको नियम हो। तपाईले 7 दिनमा 7 दिन काम गर्नुहोस्, तपाईले जति कमाउनुहुन्छ अथवा तपाईले कुन प्रकारको तपाईले सफलता पाउनुहुन्छ, र अर्को एकजना व्यक्तिले 7 दिनमा 1 दिन आराम गरेर 6 दिन काम गरोस्, तपाईले तुलना गर्नुभयो भने त्यसको परिणाम नि, त्यसको सफलता अहिले झट्ट हेर्दाखेरि 7 दिनमा अलिक बढी गरे जस्तो पनि देखिएला, तर होल प्रोसेसमा हेर्ने हो भने नि 7 दिनमा 7 दिन काम गर्नेको परिणाम भन्दा 1 दिन आराम गरेर 6 दिन काम गर्नेको परिणाम बढी ठुलो पाइएको छ संसारको रिसर्च अनुसार। बुझ्नुभयो? किनभने अस्ति माथि पनि मैले भन्दै थिएँ, 7 दिनमा 7 दिन नै के गरिन्छ? काम गरिन्छ। त्यो काम चाहिँ फुल अफ स्ट्रेस, चिन्तामा गर्छौँ होइन। त्यो स्ट्रेस एउटा बोझ लिएर हामी काम गरिरहेका हुन्छौँ। त्यो स्ट्रेस फुल भएर 7 दिन काम गर्नुभन्दा नि तपाईँ 1 दिन मजाले आराम गर्नुहोस्, परमेश्वर समय बिताउनुहोस्, स्ट्रेस फ्री हुनुहोस्। त्यो 6 दिनमा तपाईले 7 दिनभन्दा बढी काम गर्न सक्नुहुन्छ। अझ अहिलेको पछिल्लो रिसर्च के छ भने नि, अझ 2 दिन आराम गर्नुपर्छ भनेर। त्यो कारणले गर्दाखेरि प्रायः जसो अमेरिका होइन, युरोपतिर 2 दिन बिदा हुन्छ। हाम्रो नेपाल मात्र 1 दिन शनिबार बिदा, नत्र भने त्यता आइतबार र शनिबार सार्वजनिक बिदा हुन्छ। हुन त कोही कम्पनीले त्यो व्यक्तिगत कुरा होइन अथवा ओभर टाइमको के कुरा गरेर गर्लान्, तर राष्ट्रको नियम चाहिँ के हो त? 2 दिन बिदा दिन्छ। अनि उनीहरूले के रिसर्च गरे भने अझै पनि 7 दिनमा 1 दिन बिसाएर 6 दिन काम गरेको भन्दा नि 2 दिन बिसाएर 5 दिन काम गर्दाखेरि झन् ठुलो परिणाम उनीहरूले एचिभ गरे। त्यो रिसर्चरहरूले पत्ता लगाए। त्यो कारणले गर्दाखेरि 2 दिन बिदा दिए। त्यो त पूर्ण रूपमा प्रमाणित नै भइसक्यो। त्यति मात्रै होइन, अहिले रिसेन्टली के बहस भइराखेको छ भने नि 2 दिन होइन 3 दिन सार्वजनिक बिदा दिनुपर्छ भनेर बहस चलिराखेको छ युएसमा। अनि कोरियामा पनि त्यो इभन पोलिटिकल्ली पनि त्यो इस्यु उठिराखेको छ। 7 दिनमा 3 दिन फ्री आराम, तर 4 दिन चाहिँ मजाले काम गरोस्,
उसले 7 दिनमा 7 दिन त्यो स्ट्रेसफुल भएर काम गरेको भन्दा उसले 3 दिन फ्री बसेर त्यो स्ट्रेस फ्री भएर एकदम खुसी साथ आनन्दका साथ 4 दिन काम गर्यो भने त्यो 6 दिन 5 दिन 7 दिन काम गरेको भन्दा बढी काम गर्छ भन्ने कुरा अहिले बताउँदैछन्। अथवा कति एप्लिकेबल हुन्छ त्यो थाहा छैन, कति व्यावहारिक हुन्छ अहिले फेरि तुरुन्तै भएको छैन, तर अहिले बहस सुरु भएको छ। मैले भनेको चाहिँ के हो त भन्दाखेरि सब्बात दिन नमान्नु भनेको लोभी हुनु हो। सब्बात दिन हामीले मान्यौँ भने नि परमेश्वरसँग समय बितायौँ भने कतिचोटि हामी थाहा गर्छौँ, त्यो फिल गर्छौँ, कतिचोटि गर्दैनौँ पनि होला, तर त्यो वास्तविकता हो। हाम्रो जीवनमा त्यो लागू हुन्छ। तपाईँ एक दिन मजाले आराम गर्नुहोस्, हैन? तपाईँ रिफ्रेस पनि हुनुहोस्। तपाईँ हप्तैभरि, महिनैभरि, वर्षैभरि फुल अफ स्ट्रेस, हैन, त्यो बोझ पीर चिन्ता सहित भएर घोटिनु दलिनु, हैन, पसिना बगाउनु भन्दा एक दिन तपाईँले मजाले आराम गर्नुहोस्, फ्री हुनुहोस्। हुनसक्छ तपाईँ एक्लै, हुनसक्छ तपाईँ परिवारमा बसेर, हैन, खुसी हुनुहोस्, हैन, हाँस्नुहोस्, सके कहिलेकाहीँ नाच्नुहोस्, कहिलेकाहीँ ख्याल ठट्टा गर्नुहोस्, कहिलेकाहीँ यसो घुम्न जानुहोस्, जङ्गल घुम्न जानुहोस्, त्यो स्ट्रेसबाट फ्री हुनुहोस्। तपाईँले 6 दिनमा 5 दिनमा काम गर्दाखेरि त्योभन्दा बढी काम गर्नुहुन्छ। त्यो कारण हामी सब्बात मान्नुपर्छ भन्ने कारण चाहिँ त्यो हो। बाइबलले के भन्छ? त्यो होस् भन्ने हेतुले, त्यो उद्देश्यले बाइबलले के भन्छ? सब्बात दिन मान्नुपर्छ, पवित्र राख्नुपर्छ भनेको चाहिँ मान्नुपर्छ, त्यो अलग हुनुपर्छ, है, त्यो अलग हुनुपर्छ। यदि मानेनौ भने के भनेको छ प्रस्थानको पुस्तक 20 मा? त्यसलाई मृत्युदण्ड दिइनेछ। मृत्युको कुरा ठुलो कुरा होइन, तर त्यो पालन गर्नु नगर्नु चाहिँ ठुलो कुरा हो। यो उसमा है त्यत्रो मृत्यु नै पो, मृत्युलाई एकछिन बिर्सिनुहोस्, तर पालन गर्ने कि नगर्ने त्यसलाई सम्झिनुहोस्। प्रिय दाजुभाइ दिदीबहिनीहरू, जो लोभी हुन्छौँ, सब्बात दिन मान्दैन। यदि सब्बात दिन हामी मान्दैनौँ भने हामी के हुन्छौँ? अनाज्ञाकारी हुन्छौँ। आकानले के गरे? अनाज्ञाकारी भए। आकान चाहिँ दिने कुरामा अनाज्ञाकारी भए। परमेश्वरले होल बर्न अफरिङ, होम बलि दिनु भनेर भन्नुभएको, तर दिन्न भनेर अनाज्ञाकारी भए। है, एकजनाको अनाज्ञाकारिताले सारा इजरायलले दुःख पाए। मैले अस्ति म बाहिर हुँदाखेरि एउटा त्यहाँको चर्चबाट सिकेको चाहिँ के हो भने, जुन मण्डली र मण्डलीका विश्वासीहरू दिने हुन्छ नि, त्यो व्यक्ति पनि, त्यो विश्वासी पनि, त्यो मण्डली पनि स्वस्थ हुँदो रहेछ। अस्ति फिलिपीलाई अलिक छोटो आशिष गर्न समयको कारण छोटो मात्रै बताउनु भयो। एउटा मण्डली यस्तो हृदय है, उनीहरू भाडामा बसेर चर्च सङ्गति चलाइराखेको, अचानक त्यहाँ छिमेकमा एउटा स्कुलले उनीहरूलाई फ्रीमा ठाउँ दियो। एउटा क्रिस्चियनहरू नै त्यहाँ भएको कारणले गर्दाखेरि तपाईँलाई यदि हुन्छ भने एउटा अब शनिबार र आइतबार स्कुल बिदा हुन्छ, अनि शनिबार तपाईँले सङ्गति गर्नको लागि फ्रीमा दिन्छौँ भनेर भन्यो। अनि त्यसपछि उनीहरूले त्यो ठाउँलाई छोडेर नजिकको स्कुलमा सङ्गति गर्न थाले। अनि त्यो पहिला भाडामा बस्दाखेरि जति उनीहरूले भाडा तिर्थे नि, त्यो चाहिँ अलग्गै राख्थे। भाडा तिर्नु परेन भनेर खाना पिउन, हैन, मोज मजा गर्नतिर लागेनन्, तर त्यो जति भाडा थियो त्यो चाहिँ अलग गरे। अनि यस्तै गरिब देशहरूमा मिसनहरूलाई मिसनको रूपमा उनीहरूले दिए। अहिले त्यो मण्डली एकदमै सफल र सक्षम मण्डली भएको छ। म बसेको मण्डली ठुलो छ। त्यहाँ छक्कै अस्ति पनि भने होइन, झन् त्यो कुनादेखि यति कुनाभरि त त्यो खामै खाम, कति प्रकारको खाम हो त्यो कण्ठ गरेर पत्तै छैन। त्यसमा पनि यस्तो र्याक बनाएको, हाम्रो पसलतिरको जस्तो र्याक, तर यत्रो कोठा, एउटा खाम अथवा अलिकति 9-10वटा होइन 50-60वटा खाम अड्ने कोठा र्याक, त्यहाँ नाम लेखेको, प्राणै कामहरू, दिने मानिसहरूको भिड,
विश्वासीहरू हैन। अस्ति पनि मैले भने कतिजना चाहिँ त्यहाँ के भन्छ भने उनीहरूको चाहिँ आइतबार खाना हुन्छ सङ्गतिपछि, त्यो खाना मण्डलीले खर्च गर्नु पर्दैन, विश्वासीले म दिन्छु भनेर लाइनमा बसेको हुन्छन् खाना दिनको लागि है। अनि मैले भनेको छ अरू थुप्रै कुराहरू छन् दिने कुराहरूमा उनीहरू विभिन्न शीर्षकमा हैन थुप्रो कुरामा दिनेहरू विश्वासीहरू त्यत्तिकै। मैले सो विचार गरेँ यो मण्डली यति स्वास्थ्य छ के कारण होला भन्दाखेरि एउटा मूल कारण चाहिँ दिनेहरू हो। जब तपाईँ दिनुहुन्छ नि तपाईँ एउटा स्वस्थ व्यक्ति बन्नुहुन्छ, स्वस्थ मण्डली बन्नुहुन्छ। धनीहरू यदि नदिने लोभी हुँदै धनी हुँदै जाने हो भने नि त्यही धन नै उसको निम्ति के हो ठुलो हानिको कारण हुन्छ। तर जब उसले दिन थाल्छ नि त्यो स्वस्थ धनी हुन्छ है। हेल्दी वेल्थी भन्छ, हेल्दी वेल्थी स्वस्थ धनी मानिस। म त धनी होइन म त गरिब हो भन्नुहुन्छ होइन। धनीको मेजरमेन्ट के हो? को चाहिँ धनी? लाख रुपियाँ हुने चाहिँ धनी, करोड हुने चाहिँ धनी। धनी शब्दको अर्थ के हो? यो बाइबलको धनी म हो। तपाईँ गरिब होइन प्रिय दाजुभाइ दिदीबहिनीहरू। तपाईँसँग 10,000 छ, त्यो 10,000 को धनी हो तपाईँ। कोहीसँग 50,000 छ, 50,000 को धनी हो तपाईँ। कोहीसँग लाख रुपियाँ छ, त्यो लाखको धनी हो। तपाईँसँग जति छ त्यसको धनी तपाईँ धनी हो। आमेन। तपाईँ धनी हो भने नि तपाईँ दिन सिक्नुपर्छ अनि तपाईँ स्वस्थ हुँदै जानुहुन्छ। हामी जति हामी धनी हुँदै जान्छौँ, हामी जतिको धनी छौँ हामी त्यहाँबाट दिन सिक्नुपर्छ अनि हामी आशिषित हुन्छौँ। दिँदैन भने त्यसको चाहिँ उल्टो हो। मैले हिजो अस्ति भर्खर एउटा किताब अस्ति नै सक्नुपर्ने अलिक ढिलो भइराखेको छ, एउटा किताब पढिराखेको छु। सायद तपाईँले पनि कतै देख्नुभयो कि रिच ड्याड एन्ड पुअर ड्याड। अहिले नेपालीमा पनि आएको रहेछ, मैले अनलाइनतिर देखेको थिएँ। रिच ड्याड एन्ड पुअर ड्याड, धनी बुवा र गरिब बुवा। बडो फाइनेन्सियल म्यानेजमेन्टको कुराहरू एकदमै राम्रो लेखेको रहेछ। आर्थिक व्यवस्थापनको शिक्षालाई एकदमै जोड दिएको रहेछ। अनि त्यसपछि सबभन्दा ठुलो कुरो चाहिँ उनले के भन्छ भने तपाईले के गर्नुपर्छ भने तपाईँ धनी हुनको लागि चाहिँ एसेट्सहरू चाहिँ किन्नु भनेर भन्दो रहेछ। अनि एसेट्सको हामी प्रोजेक्टहरूतिर चाहिँ हामीले एसेट्सहरूको डेफिनेसन चाहिँ त्यही अघि मैले भने जस्तै नै हाम्रो चर्चको एसेट्स हाम्रो सम्पत्ति हुन चाहिँ यी माइकहरू, ड्रमहरू, यिनीहरू हो हैन, कम्प्युटरहरू के छ, यो स्ट्यान्डहरू के छ, यिनीहरू हो हाम्रो डेफिनेसन चाहिँ अहिलेसम्म बुझेको छ। तर उनको डेफिनेसन चाहिँ के हो भने एसेट्स भनेको चाहिँ जुन ठाउँमा तिमी आफू प्रत्यक्ष इन्भल्भ भएर काम गर्दैनौ र पनि त्यहाँबाट तिम्रो इन्कम पाउँछौ त्यो तिम्रो एसेट्स हो। त्यो एसेट्स चाहिँ किन्नु भनेर भन्छ। त्यो एसेट्समा चाहिँ लगानी गर्नु भनेर। जस्तै अस्ति हामी सेयरको कुरा गऱ्यौँ, त्यो एउटा एसेट्स हो। हामी त्यहाँ रात दिन पसिना बगाउनु पर्दैन नि, तर इन्कम चाहिँ भइरहन्छ। अनि यो रियल इस्टेट बिजनेसको पनि कुरा गर्दै थियो। जग्गाहरू किनबेचको कुरा, त्यस थुप्रै छ एसेट्सहरू। एसेट्स भनेको चाहिँ जुन ठाउँमा तिमी प्रत्यक्ष इन्भल्भ हुनु। जस्तै उदाहरणको लागि एउटा कम्पनी खोल्नुहोस्, केही कामदार राख्नुहोस्, तपाईँले आफ्नो कुनै काम गर्नुहोस्, तर त्यहाँ मानिसहरूले काम गरिरहन्छन्, काम गर्छन्, केही फाइदा हुन्छ, अलिकति सेलरी हुन्छ, केही बचेको तपाईँलाई इन्कम भइरहन्छ, त्यो पनि तपाईँको एसेट्स हो। यदि तपाईँ प्रत्यक्ष आफूले काम गरेर इन्कम गर्नुहुन्छ भने त्यो चाहिँ एसेट्स होइन, त्यो चाहिँ तपाईँको काम हो अरे, त्यो बिजनेस हो नि, तपाईँको काम अरे। तर तपाईँ इन्भल्भ नभएर पनि, इन्भल्भ त अब केही नीति नियमहरू यसो हेरचाह त होला, तर त्यो दिनदिन पैसा कमाउनको लागि आफै नै पसिना बगाउँदैनौ, त्यो चाहिँ एउटा बिजनेस, त्यो एसेट्स हो। मैले भनेको चाहिँ हामी इसाईहरू हैन यी कुराहरूमा ध्यान दिउँ
हामी धनी हुँदै जानुपर्छ। हामी इसाईहरू विश्वासीहरू धनी हुनुपर्छ, अझै धेरै रुपियाँ पैसाको धनी हुनुपर्छ। अहिले हामी 1000को धनी छौँ भने भोलि लाखौँको धनी हुनुपर्छ, भोलि करोडको धनी हुँदै जानुपर्छ, अरबको धनी हुँदै जानुपर्छ। तर जति ठुलो सम्पत्ति, जति ठुलो अमाउन्टको धनी बन्दै जानुहुन्छ नि, त्यति तपाईँ दिँदै जानुपर्छ, दिन सिक्नुपर्छ। यदि तपाईँ धनी बन्दै जाने क्रममा दिँदै पनि जानु भने तपाईँ स्वस्थ हुनुहुन्छ, एउटा स्वस्थ धनी बन्न सक्नुहुन्छ। होइन भने त्यही तपाईँको धन नै तपाईँ नष्ट हुने कारण बन्छ, त्यही नै रोग बन्छ प्रिय। यस कारणले गर्दाखेरि यो आकानले यो कुरा नबुझेको कारणले गर्दाखेरि उसले दिन मानेन, दिन इन्कार गर्यो, परमेश्वरको आज्ञाले उल्लङ्घन गर्यो। उनी के भए? अन्तमा नाश भए। हामी दिन सिकौँ, आज्ञाकारी बनौँ। हामी एउटा बुद्धिमानी, एउटा सफल र आशिषित व्यक्ति हामी बन्नेछौँ। हालेलुया। अनि दोस्रो कुरा चाहिँ अघि नै मैले भने, त्यो एकजनाको अनाज्ञाकारिताले गर्दाखेरि सारा मानिसहरूले कष्ट भोग्नु पर्यो। तपाईँ आफूले आफूलाई एकचोटि जाँच्नुहोस्, कतै म एकजनाको कारणले गर्दाखेरि सारा मण्डलीले दुःख पाएको त छैन? कतै म एकजनाको कारणले गर्दाखेरि सारा मेरो परिवारले दुःख भोगेको त छैन? कतै म एकजनाको अनाज्ञाकारिताले गर्दाखेरि सारा समाजले त कष्ट भोगिरहेको, सङ्कष्ट आइराखेको फेस गर्नु परेको छैन? लागु हुन्छ नि त्यो। उहिले हाम्रो पुर्खाहरूले पनि त उखान गर्थे नि, के अरे? एकाले बिरायो, के अरे? शाखा पिरायो। एक के पो ट्याक्कै, एका बिरायो शाखा पिरायो हुन्छ प्रिय। त्यसकारण मैले भन्नु चाहिँ हामी एकजना आज्ञाकारी। आकानले गरेको अनाज्ञाकारिताको कारणले गर्दाखेरि त्यत्रो सेनाहरू मर्नु पर्यो, सारा इजरायलले पराजय भोग्नु पर्यो। त्यो सानो सानो दण्ड होइन, सानो श्राप होइन, त्यो ठुलो, जुन प्रतिज्ञाको भूमि आफ्नो अधिकारमा लिनुपर्ने थियो त्यो लिन नसक्नु पनि ठुलो श्राप हो। एकजनाको कारणले गर्दा सारा इजरायल त्यति ठुलो श्रापको फेस गर्नु पर्यो। हामी विचार गरौँ, सोचौँ। हामी काठमाडौँ लिभिङस्टोन मण्डलीमा हामी सबैजना आज्ञाकारी हौँ। यहाँ आकानको प्रसङ्ग दिने कुरामा हो, तर हरेक कुराहरूमा हामी आज्ञाकारी हौँ। वचन पालन गर्ने कुराहरूमा, उहाँको आराधना गर्ने कुराहरूमा, उहाँको डर र भय मान्ने कुराहरूमा, हर अवस्थामा, हर परिस्थितिमा परमेश्वरमा हामी आज्ञाकारी हौँ। सानातिना कुराहरूमा नअल्झौँ प्रिय, सानो चित्त र सानो मन नगरौँ। यति महान परमेश्वरमा सानो चित्त नगरौँ। हामी हर समय, हर प्रकारले हामी के हौँ? आज्ञाकारी हौँ। एकजनाको कारणले गर्दाखेरि श्राप होइन, एकजनाको कारणले गर्दाखेरि सारा मानिसहरूले आशिष पाउनुपर्छ। हालेलुया। धेरै पहिला पनि भनेको चाहिँ तपाईँलाई स्मरण छ कि छैन? नुह 6 के अरे उत्पत्ति 6 देखि 9 सम्म जल प्रलयको घटना छ। त्यहाँ तपाईँले हेर्नुभयो भने सारा मानिसहरू चाहिँ पाप र अधर्मले व्याप्त थिए भनेको छ। केवल नुह मात्रै धर्मी थिए। परमेश्वरको खोजी गर्ने धर्मी चाहिँ नुह मात्रै थिए भनेको छ। त्यसको अर्थ उनको श्रीमती पनि, उनको छोराछोरी पनि, छोराहरू पनि, अनि उनको बुहारीहरू पनि सबै अधर्मले व्याप्त भरिएका थिए। तर अन्तमा जल प्रलयबाट को बचे थाहा छ? उनको बुहारीहरूको 3 जना छोरा, 3 जना बुहारी, उनको श्रीमती चाहिँ जल प्रलय हुनुबाट बच्न सफल भए। कसको कारण? एकजना धर्मी नुहको कारण। हालेलुया। एकजना धर्मी नुहको कारणले गर्दाखेरि कम्तीमा अरू 7 जना पापीहरू चाहिँ जल प्रलयबाट नष्ट हुने कुराहरूबाट उनीहरू बच्न सफल भए। एकजनाको कारणले गर्दाखेरि उनले जीवन पाए। आज तपाईँ र म एकजनाको कारणले सबैले श्राप होइन, तर तपाईँ र म एकजनाको कारणले गर्दाखेरि धेरै मानिसले जीवन पाउनुपर्छ।
हालेलुया। आज्ञाकारी भएर आकान जस्तो अनाज्ञाकारी होइन, परमेश्वरमा आज्ञाकारी जीवन जिएर र धर्मी जीवन जिएर तपाईँ र म एकजनाको कारणले गर्दाखेरि अरू पापीहरू, अरू मानिसहरू परमेश्वरमा जीवन पाउनुपर्छ। त्यो चाहिँ हाम्रो प्रार्थना, त्यो चाहिँ हाम्रो लक्ष्य हो। आजको वचनबाट म यही नै तपाईहरुलाई उत्साह दिन चाहन्छु। यो वचनलाई हामीले हैन सानो कुरा, नर्मल कुरा, सामान्य सधैँ आइराख्ने कुरा नसम्झौँ प्रिय। त्यही कारण सामान्य हामी नसम्झौँ। म तपाईलाई डर मात्रै देखाएको होइन, तर साँचो कुरा हो। परमेश्वर त्यसरी भन्नुहुन्छ, हामी आज्ञाकारी जीवन जिउँ, ताकि तपाईँ र म एकजनाको कारणले गर्दाखेरि सारा मण्डली आशिषित हुन सकेको होस्। एकजनाको कारणले गर्दाखेरि श्राप होइन, आकान जस्तो होइन, तर नुह जस्तो तपाईँ र म एकजनाको कारणले गर्दाखेरि सारा मण्डली, इभन हाम्रो समाज, हाम्रो टोल छिमेक, हाम्रो आफन्तहरू आशिषको अनुभूति गर्न सकोस्। आमेन। आउनुहोस् म छोटो प्रार्थना गर्दछु। प्रभु धन्यवाद दिन्छौँ, तपाईँ परमेश्वर हाम्रो राजा हुनुहुन्छ, हाम्रो प्रभु हुनुहुन्छ। उचालिनुहोस् र महिमित हुनुभएको होस्। आज काठमाडौँ लिभिङस्टोन मण्डली हरेकजना साँच्चै नै आज्ञाकारी जीवन जिउन सकेको होस्। हरेक कुरामा आज्ञाकारी, तपाईँ परमेश्वरको डर र भयमा जीवन जिउन सकेको होस्। आज संसारमा धेरै समस्याहरू बढ्दै गएको, आज संसार लतालिङ्ग भएको कारण तपाईको डर बिना, तपाईँ परमेश्वरको आज्ञा उल्लङ्घन गरेको कारणले गर्दाखेरि हो। कति मानिसले तपाईले नचिनेर तपाईँ परमेश्वरप्रति अनाज्ञाकारी जीवन जिरहेका छन्। कतिजना त चिनेर थाहा पाएर पनि जानेर पनि उनीहरू अनाज्ञाकारी भइरहेका छन्। यसकारण आज संसारभरि अनेकौं विकराल अवस्थाहरू, विकराल समस्याहरू आइरहेको छ। प्रभु हामी प्रार्थना गर्छौँ, आज हामी सारा संसारका मानिसहरू तपाईँ परमेश्वरको डर र भयमा आज्ञाकारी जीवन जिउन सकौँ। यो संसार कति सुन्दर, यो संसार कति असल, यो संसार कति शान्त अनि शान्ति हुनेछ। हामी यही नै प्रार्थना गर्छौँ। हर कुरामा, हर समय, हर परिस्थिति तपाईँ परमप्रभु परमेश्वरमा हामी आज्ञाकारी जीवन जिउन सकौँ। चाहे दिने कुरामा होस्, चाहे तपाईँको वचन पालन गर्ने कुरामा होस्, चाहे तपाईँको आराधना गर्ने कुरामा होस्, चाहे जुनै पनि कुरामा किन नहोस्, तपाईँ परमेश्वर हाम्रो हृदयमा राखेर जिउन सकौँ। धन्यवाद सबै कुराको लागि। आशिष र अनुग्रह येशू प्रभुको नाममा। आमेन।